त्यसको लागि चाँडै होस् भन्ने अब शुभकामना मात्रै दिन सकिन्छ। किन भन्दाखेरि अब अहिले दुई टिआईको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ। सोह्र वर्षमा त यो देश यिनीहरूको जिम्मा दिया हो त। जनताले तिनलाई पटक पटक प्रधानमन्त्री बनायो। स्वयं माधव नेपाललाई चुनाव हारे पनि प्रधानमन्त्री बन्नुभयो। खै के गर्नुभयो त्यो देशमा? प्रचण्ड 3 पटक प्रधानमन्त्री बन्नुभयो, के गर्नु? 82 जना त माओवादीका मन्त्री नै बने यो 16 वर्षमा। 82 जना के भयो? गणतन्त्र होइन, लुटतन्त्रवादीहरू। काउन्टर दिएरै आएको, दिएरै गएको, चुनाव जितेरै आएको, यसको दुई मात्रै छैन। के का लागि जो त्यहाँ कमान्डर छन् तिनका सदस्यहरू सबै जानुपर्छ। हामीले राष्ट्र संस्थाको मात्र कुरा गरेका छौँ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी जनताबाट गयौँ भने युवा मान्छेहरू यो देशको प्रधानमन्त्री बन्छ। 2 कार्यकालभन्दा बढी खान नपाउने प्रश्न गर्छौँ। अनि यी बुढा नेताहरू घरमा गएर सुतेर बस्छ। प्रदेश संरचना हामी पाल्न सक्दैनौँ। आज उपर खर्चिलो भइसक्यो। 26 खर्ब वैदेशिक ऋण छ। आज सार्वजनिक ऋणहरू 26 खरब हाम्रो के छ अहिले वैदेशिक ऋण छ। यो प्रदेश संरचना पाल्दा त्यो हामी खारेज गरेर त्यो पैसा बचाएर उद्योग गर्नु। नेपालको पश्मिना सबै बन्द गराए यिनीहरू। बन्द गराए गरेन। आज बेल्चा आन्न जानुपर्छ दुवै कतार। गोरेखाली टायर बन्द गराए गरेन। आज त्यहाँ बेल्चा आन्न जानुपर्छ। जनकपुर चुरोट कारखाना बन्द गराए गरेनन्। आज मुख्यमन्त्री कार्यालय खोलेको छ। अनि त्यही बचाउन जाने। अनि यिनीहरूले वीरगञ्ज चिनी मिलदेखि लिएर सारा यिनीहरूले दलहरूले मासे कि मासेन। नेपालका 44वटा उद्योग संस्थानहरू यिनीहरूले बन्द गरे। त्यो बन्द गरेको सहयोग विदेशमा गएर बेल्चा हान्नुपर्छ। 1 वर्षमा 7 लाख युवा विदेश जानुपर्छ। 16 वर्षमा 14,216वटा लास फिर्ता आउनुपर्छ भनेर त्यो आन्दोलनमा जाने।